अब अहिले जेनजीले विद्रोह गरेको 3 महिना पुरा भइसक्यो। 3 महिना पुरा हुँदा पनि जेनजीले जुन माग राखेर विद्रोह गरेका थिए ती धेरैजसो मागहरू अहिले पनि पुरा भएको छैनन्। कुनै मागमा चाहिँ कानुनले रोकेको छ भनेर अहिलेको सरकार बन्चेको छ। कुनै मागहरू चाहिँ सरकारले कदम पनि चालिरहेको हामीले अनुभव गरिरहेका छौँ र कुनै सामान्य मागहरू जुन थिए तिनी मागहरू पुरा पनि भएका छन्। अब सुशासन कायम गर्ने, भ्रष्टाचारको न्यूनीकरण गर्ने भन्ने जुन जायज मागहरू थिए यो त सरकारले बिस्तारै गर्दैछ। 3 महिनामा केही परिवर्तन पनि हामीले अनुभव गरेका छौँ। तर जुन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको माग थियो त्यो माग अहिलेको सरकारले चाहिँ कानुनले नै हामीलाई बन्देज पुर्याएको छ। हामीले यो माग चाहिँ पुरा गर्न सकिन्न भनेर पन्छिसकेको अवस्था छ। तर पनि जुन हाम्रो यो प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको माग छ यो माग अझ पनि पुरा गर्न सकिने अवस्था छ। तर कसरी भनेर तपाईँको मनमा प्रश्न आएको होला। साथीहरू, एउटा कुरा के बुझ्नुपर्छ भने कुनै पनि राज्यमा संसद नभएको अवस्थामा संविधानलाई संशोधन त गर्न सकिन्न। हाम्रो संविधान भएको धारा ७६ मा जुन प्रधानमन्त्री नियुक्त गर्ने एउटा प्रक्रिया छ त्यसलाई अहिले हामीले संसद नभएको अवस्थामा चाहिँ संशोधन गर्न अलिक असम्भव नै छ। तर हामीले यो फागुन 21 गते हुने चुनावभन्दा अगावै प्रमुख राजनीतिक दलका नेताहरू र अन्य राजनीतिक दलका नेताहरूलाई राखेर, राष्ट्रपतिलाई राखेर, अहिलेको सरकार र मन्त्रीमण्डललाई राखेर, सेनापति प्रमुखलाई राखेर र जेनजीका अगुवाहरूलाई राखेर यी 5 पक्षलाई राखेर एउटा नवीन समझदारी छलफल गरेर एउटा सहमति गर्न सकियो भने अब आउने सरकारले जो कोहीको सरकार होस् त्यो सरकारले त्यही सहमतिका आधारमा कानुनलाई परिमार्जन गर्ने, कानुनलाई संशोधन गर्ने र जेनजीका मागहरू स्पष्ट रूपमा चाहिँ पुरा गर्ने एउटा आधारको बाटो अहिले खुल्न सक्छ।